संयुक्त राष्ट्र सङ्घ मतलब युएन यो नाम त हामी सबैले सुनेकै हो नि। दोस्रो विश्वयुद्धको त्यो त्रासदीपछि फेरि त्यस्तो नहोस् भनेर होइन राष्ट्रहरू बीच शान्तिपूर्ण कुराकानी होस्, कूटनीतिबाट समस्या हल होस् भन्ने सोचले यो बनेको रहेछ है। हो, त्यही नै हो मुख्य उद्देश्य। सन् 1945 मा जम्मा 51वटा देश थिए रे सुरुमा। अहिले त 193 सदस्य मतलब साँच्ची विश्वव्यापी मञ्च नै भयो। एकदम। आज हामी यसैबारे अलिक गहिरिएर कुरा गरौँ न त। हुन्छ। यसको खास संरचना कस्तो छ, मुख्य उद्देश्य के हुन्, अनि केही अलि नसुनेका कुराहरू पनि हुन्छ। यो ठ्याक्कै विश्व सरकार त होइन, तर पनि विश्वका साझा मुद्दामा छलफल गर्ने ठाउँ त पक्कै हो। एकदम। र यसको खास लक्ष्य त त्यो संयुक्त राष्ट्र बडापत्र चार्टरमै प्रष्ट लेखेको छ नि। के छन् त्यसमा मुख्य कुरा? जस्तो कि अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने, राष्ट्रहरूबीच राम्रो सम्बन्ध, मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने, अनि आर्थिक, सामाजिक, सांस्कृतिक वा मानवीय खालका अन्तर्राष्ट्रिय समस्याहरू समाधान गर्न सघाउने। र अर्को महत्त्वपूर्ण कुरा मानव अधिकार र मौलिक स्वतन्त्रताहरूको सम्मानलाई प्रोत्साहन गर्ने। यी नै हुन् यसका आधारभूत सिद्धान्तहरू। यति धेरै देश, यति धेरै उद्देश्य, यसको संरचना कस्तो छ त? कसरी काम गर्छ यो सब? यसका मुख्यतया 6वटा प्रमुख अङ्गहरू छन्। 6वटा? हो। पहिलो त महासभा, जेनरल असेम्ब्ली। यो त निकै सुनिन्छ। हो, यो चाहिँ मुख्य छलफल गर्ने, विचार विमर्श गर्ने थलो भयो। यहाँ सबै सदस्य राष्ट्र मतलब 193वटै देशको बराबर प्रतिनिधित्व हुन्छ। हरेक देशको एक भोट। एक देश एक भोट। हो। यसले चाहिँ शान्ति, सुरक्षा, नयाँ सदस्य थप्ने कि नथप्ने, बजेट जस्ता महत्त्वपूर्ण विषयमा निर्णय गर्छ। अनि दोस्रो? दोस्रो चाहिँ सुरक्षा परिषद, सिक्युरिटी काउन्सिल। यो निकै शक्तिशाली अङ्ग हो। नामै काफी छ जस्तो। हो नि। यसको मुख्य काम नै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो। यसमा जम्मा 15 सदस्य हुन्छन्। 15 मात्रै? 193 मा? हो, 15 मात्र। तर यसमा 5वटा स्थायी सदस्य छन्। चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका। P5 भन्छन् नि जसलाई? हो, P5। उनीहरूसँग विशेष भिटो शक्ति हुन्छ। भिटो मतलब कुनै पनि महत्त्वपूर्ण प्रस्तावमा यी 5 मध्ये एकले मात्रै हुँदैन भन्यो भने त्यो प्रस्ताव पारित हुँदैन। त्यसो भए त निकै शक्ति भयो उनीहरूसँग। एकदम। अनि बाँकी 10 सदस्य चाहिँ अस्थायी हुन्, महासभाले 2-2 वर्षका लागि चुन्छ। तर त्यो भिटो पावरले गर्दा स्थायी सदस्यहरू सहमत नभइकन ठूला निर्णय लिन गाह्रो छ। बुझ्यो। अरू अङ्ग नि 6वटा भन्नुभयो? तेस्रो छ आर्थिक तथा सामाजिक परिषद, इकोसोक। यसले चाहिँ आर्थिक, सामाजिक, वातावरणीय विषयमा समन्वय गर्छ, नीति बनाउन सहयोग गर्छ। ठिक छ। चौथो जिम्मा जमानी परिषद, ट्रस्टीशिप काउन्सिल। यो पहिले उपनिवेशहरूलाई स्वतन्त्र बनाउन सघाउन बनेको थियो। त्यो त अहिले खासै सान्दर्भिक छैन होला नि? हो, छैन। यसले आफ्नो काम पूरा गर्यो, त्यसैले अहिले निष्क्रिय जस्तै छ। अनि 5औं अन्तर्राष्ट्रिय न्यायालय, ICJ। यो नेदरल्यान्ड्सको हेगमा छ। देशहरू बीचको कानुनी विवाद मिलाउने मुख्य न्यायिक अङ्ग यही हो। अदालत जस्तो? हो, अन्तर्राष्ट्रिय अदालत। अनि 6औं चाहिँ सचिवालय, सेक्रेटेरिएट। यसले चाहिँ युएनको दिनदिनैको प्रशासनिक काम गर्छ। यसको प्रमुख महासचिव, सेक्रेटरी जनरल हुनुहुन्छ। अनि यसको हेडक्वार्टर त न्युयोर्कमा भन्छन् नि? हो, मुख्यालय न्युयोर्क शहरमा छ। तर अरू ठाउँमा पनि अफिसहरू छन्। मैले जेनेभा, नाइरोबी, भियना भन्ने सुनेको थिएँ। एकदम। न्युयोर्क बाहेक जेनेभा, नाइरोबी, भियना अनि हेगमा पनि यसका महत्त्वपूर्ण कार्यालयहरू छन्। यसको काम विश्वव्यापी छ नि त। अनि यति धेरै देश, यति धेरै ठाउँ, भाषाको कुरा के हुन्छ? राम्रो प्रश्न। यसका 6वटा आधिकारिक भाषाहरू छन्। अरबी, चिनिया, अङ्ग्रेजी, फ्रेन्च, रुसी र स्पेनिस। 6वटा? हो। र बैठकहरूमा कुनै एउटा आधिकारिक भाषामा बोलेको कुरा अरू 5वटै भाषामा तुरन्तै अनुवाद हुन्छ, इन्टरप्रिटेसन। त्यो त गजब रहेछ। व्यवस्थापन गर्नै गाह्रो होला? गाह्रो त छ, तर यसले सबै सदस्य राष्ट्रले अर्थपूर्ण रूपमा भाग लिन पाएका छन् नि। अनि अघि शान्तिको कुरा आयो,
युएनको आफ्नै सेना त हुँदैन होइन? आफ्नै स्थायी सेना भन्ने हुँदैन। तर त्यो ब्लू हेलमेट्सको कुरा आउँछ नि, नीलो टोपी लगाएका सेनाहरू। हो, शान्ति सेना, पिस किपर्स। सदस्य राष्ट्रहरूले नै स्वैच्छिक रूपमा पठाउने हुन् ती सैनिकहरू। ब्लू हेलमेट्स वा ब्लू बेरेट्स भन्छन्। उनीहरूको काम के हो खासमा? उनीहरूको काम निकै संवेदनशील हुन्छ। द्वन्द्व भइराखेको ठाउँमा गएर युद्ध विराम गराउने, त्यसको निगरानी गर्ने, नागरिकहरूको सुरक्षा गर्ने, शान्ति सम्झौता लागू गर्न मद्दत गर्ने। निकै जोखिमपूर्ण काम हो, निकै जोखिमपूर्ण। अनि त्यो युएनको लोगोमा पनि देख्नुभएको होला नि, जैतुनको हाँगा। त्यो विश्वको नक्सा वरिपरि हो, त्यो जैतुनको हाँगाले शान्तिको प्रतीक जनाउँछ अनि विश्वको नक्साले चाहिँ सबै मानिस र देशहरू भन्ने बुझाउँछ। यो सबै सुन्दा त युएनले कति धेरै महत्त्वपूर्ण काम गरिरहेको रहेछ। जस्तो WHO, विश्व स्वास्थ्य सङ्गठन, अहिले कोभिडको बेला कति सुनियो। हो नि? अनि युनिसेफ, बालबालिकाको लागि, UNHCR, शरणार्थीहरूको लागि। एकदम। यी विशेष एजेन्सीहरूले त साँच्चीकै जमिनमा धेरै राम्रो काम गरिरहेका छन्। स्वास्थ्य, शिक्षा, मानवाधिकार, शरणार्थी सहायता, वातावरण संरक्षण अनेकौं क्षेत्रमा। तर अघि त्यो सुरक्षा परिषदको भिटो शक्तिको कुरा आयो नि, त्यसले गर्दा चाहिँ कतिको प्रभावकारी होला त यो संस्था? के आलोचना पनि त सुनिन्छ नि? हो, यो निकै महत्त्वपूर्ण र अलि जटिल प्रश्न हो। एकातिर तपाईले भने जस्तै WHO, युनिसेफ, UNHCR जस्ता एजेन्सीहरूले साँच्चै धेरै राम्रो र आवश्यक काम गरिरहेका छन्। तर अर्कोतिर त्यो सुरक्षा परिषदको भिटो शक्ति, जहाँ ती 5 अस्थायी सदस्यमध्ये कुनै एकले मात्रै पनि नाइ भन्दा ठूलो निर्णय रोकिन्छ, त्यसको चाहिँ निकै आलोचना हुन्छ। जला नि? हो, कतिपय गम्भीर अन्तर्राष्ट्रिय सङ्कटहरूमा युएनले निर्णायक कदम चाल्न सकेन भन्ने आरोप लाग्छ, यही भिटो पावरको कारणले। स्रोतहरूमा पनि यस्ता उदाहरणहरू भेटिन्छन्। त्यसो भए के भन्न सकिन्छ त? एकातिर एकदमै जरुरी संस्था, विश्वव्यापी सहयोग, शान्ति प्रयास, मानवीय सहायताको लागि नभई नहुने जस्तो। अर्कोतिर आफ्नै संरचनागत सीमितता, चुनौतीहरू पनि छन्। विश्व सरकार होइन, तर प्रयास चाहिँ हो। एकदम सही। यो एउटा जटिल संस्था हो। यसले मानवताका साझा समस्यामा कुरा गर्ने, मिलेर काम गर्ने एउटा अद्वितीय मञ्च त दिएको छ। तर यो कति सफल हुन्छ भन्ने कुरा चाहिँ सदस्य राष्ट्रहरूको राजनीतिक इच्छाशक्तिमा भर पर्छ। उनीहरू कति सहयोग गर्छन्, त्यो बडापत्रप्रति कति प्रतिबद्ध छन् भन्नेमा। हो, त्यो त हो। र यसले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाउँछ, होइन? कस्तो प्रश्न? कि झण्डै 80 वर्ष अघि दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा बनेको यो संरचना आजको यो 21औं शताब्दीको एकदमै बदलिएको विश्व व्यवस्था, नयाँ शक्ति सन्तुलन, जलवायु परिवर्तन जस्ता पहिले नसोचेका चुनौतीहरू अनि यो भू राजनैतिक तनाव, यी सबलाई प्रभावकारी रूपमा सम्बोधन गर्न अहिले पनि पर्याप्त छ त? अहो, निकै गम्भीर प्रश्न हो। यो प्रश्न चाहिँ संयुक्त राष्ट्र सङ्घको भविष्य, यसको सुधार र यसको सान्दर्भिकताको बहसमा सधैँ केन्द्रमा रहिरहन्छ जस्तो लाग्छ मलाई।